यो हेर्नुस्, यो लमजुङको घले गाउँको दृश्य हो। यहाँ हाम्रो पुराना संस्कृतिका घरहरू छन्। हेर्दै रमाइलो लाग्ने हेर्न सक्नुहुन्छ। यहाँ परालको कुन्यौँ भने यो ढुङ्गा माटोले बनाएको घरहरू र यहाँ अगाडि करेसाबारी मजाले देख्न सकिन्छ। यो पहाडहरू र यी रुखहरूलाई हेर्दाखेरि चाहिँ छुट्टै एउटा आनन्दको आभास हुन्छ। सूर्यको रेजहरू चाहिँ यहाँ हिमालमा टच हुँदाखेरि चाहिँ यस्तो किसिमको कलरहरू उहाँले कम्बिनेसन कसरी मिलाउनुहुन्छ जस्तो मलाई चाहिँ फिल भयो। अहिले यस्तो रियलिस्टिक यो दृश्यमा देखिरहनु भएको चित्र चाहिँ यो कम्प्युटर जेनेरेटेड जस्तो पनि देखिन सक्छ, अनरियल जस्तो पनि देखिन सक्छ दर्शकहरू। तर तपाईँहरू झुक्किनु होला, यो चाहिँ हातले बनाइएको हो। यो चित्र हेर्नुहोस्, यहाँ टेक्स्चरहरू पनि यहाँ तपाईँहरू स्पष्ट देख्न सक्नुहुन्छ। यो टेक्स्चरहरू भर्खरै एक दुई चार दिन अगाडि हाम्रो बिजु महर्जन सरले बनाउनु भएको पिक्चर हो। यो क्यानभासमा बनाउनु भएको चित्रहरू यहाँ पृष्ठमा देख्न सकिन्छ। एकजना आमाले चाहिँ अब यो सूर्यास्तको समयमा आफ्ना गाईबस्तु चराएर फर्किने क्रममा हुनुहुन्छ। यो चित्र हेरेर पनि हामीले धेरै कुराहरू हाम्रो नेपालको पहिचानको बारेमा हाम्रो बिजु सरले खुलाउन खोज्नु भएको छ। त्यसै गरी हामी यता पनि देखाउन सक्छौँ। हेर्न सक्नुहुन्छ सबै यो आर्टहरू चाहिँ उहाँले आफै बनाउनु भएको हो बिजु सरले। र यसमा पनि तपाईँहरूको एकदमै माउन्टेनियस हाम्रो हिमाललाई देखाउन खोजिएको छ। याकहरू आफ्नो गन्तव्यतर्फ जाँदैछन् केही सामान बोकेर। र यो चाहिँ हाम्रो प्रेयर फ्ल्याग सहित स्तूपहरू। र यो चाहिँ तपाईँको ताल, हाम्रो हिमालमा ताल जम्दाखेरि चाहिँ यस्तो देखिन्छ। यो चाहिँ यसको बारेमा अझै डिस्क्राइबमा हाम्रो बिजु सरले उहाँलाई म फ्रेममा राख्दाखेरि उहाँले डिस्क्राइब गर्नुहुन्छ भने उहाँको पिक्चरहरू चाहिँ हामी यहाँ देख्न सक्छौँ। यस्तो राम्रो चित्रमा चाहिँ उहाँ माहिर हुनुहुन्छ कि 24 वर्षदेखि उहाँले यो आर्ट या भनौँ क्यानभासमा उहाँले चाहिँ 21 वर्षदेखि यो आर्टको क्षेत्रमा या भनौँ चित्रकलाको क्षेत्रमा चाहिँ पाइला चाल्नु भएको हो। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ माउन्टेनमा लाइफ कस्तो हुन्छ, हिमालको जनजीवन भन्ने देखाइएको छ। यहाँ पोर्टरहरू भारी बोक्नु भएको छ भने याकले पनि हाम्रो एउटा मुख्य रोल खेल्छ पहाडी क्षेत्रमा। विशेष गरी सामान ढुवानीको लागि याकलाई चाहिँ विशेष प्राथमिकता उहाँले दिनुभएको कारणले याकहरू चाहिँ प्रशस्त मात्रामा देख्न सकिन्छ। र यो चाहिँ अब सनराइजको दृश्य हो दर्शकहरू। जब सूर्य यहाँ देख्न सक्नुहुन्छ क्लियर, यो सबै उहाँको हो। यो डिटेलमा हामी बिजु सरकै भोइसबाट यो सबै कुराहरू डिस्क्राइब सुन्नेछौँ।